हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। सो सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै धेरै दिन पछाडि ब्याक भयो। अब के गर्ने, बिरामी, होली मनाउन नहुने, टेन्सन। अनि आज चाहिँ म गाउँ आएको। गाउँबाट देखिने नजारा हेर न, चर्लक्क। यसलाई चाहिँ सिले के भन्छ, माछर्क, सिले, यो उता अर्गल, उता तारा होला, के अनि यो चाहिँ काँक्राखोर आएको हामी। चट्ट च्याप्प काटेर सर्लक्क भुटुवा खाएर बल्ल झर्ने। डोलु नरिसबै, बरु मासु चाहियो भन, म मासु ल्याएर झर्छु। तर गाली चाहिँ नगर्नु प्लिज। अहिले यसलाई छ्याक्क काटेर त्यो भुटुवा चप खाने बेलामा भेट्न पर्ने हुन्छ। मान्छेहरू पुरै मारामार गर्ला जस्तो बाबा हुनुहुन्छ हाम्रो। सबै दामी छ। अहिले काटिसकेको पछाडि भेट्नुपर्छ। मानेन अझै माने होइन है। टाइम लाग्ला जस्तो छ मान्नलाई। माल्ला जस्तो खासै गरे होइन। मैले दिनुपर्छ क्या, छप्पै बरु देब्रे हाल्दै झ्या हालिदिनु भयो। मान्ला जस्तो लागेन, यो मान्दैन। फेरम दाइले आज बिहान उठेर टोइलेटमा बसेर राम्रोसँग नधोएर नि हुनसक्छ कि नमानेको। मान्ला जस्तो गरे। मानो म चाहिँ आन्द्रा धुनीमा परिरहेको थिएँ। आन्द्रा धोइसक्यो फाइनल्ली। अब अङ्कलहरू पर्नु, दाइ र जेठोबा पर्नु भएको थियो। यसो गु चढाइदिनु साथी केटाहरू परेको भए। अब परेन नि त, त्यही भएर टेन्सन भएर अब यतातिर जिस्काउँदै घच्चा ल अलि राम्रोसँग है। ल गाउँतिरको र बजारतिरको सिस्टम फरक छ आमामा। यहाँ आएर केटामा हामीले दाउले खुकुरीले घोर्थ्यौँ भनेपछि यहाँ बरस गिलास सिस्टमै फरक छ त। अर्ग्यानिक हो त अनि होइन। गाउँमा भनेपछि त सक्दैन। घच्चा घच युट्युबमा आउने भयो फेरि। युट्युबमा आउने हेर्न पर्यो क्या। भेनाले सब्सक्राइब नि गर्नु होइन होला, नामै थाहा छैन। यस्तो छ क्या। यस्तै हाम्रोतिरबाट यस्तो दामी सिन देखिन्छ नि। साना म भागेर पौडी खेल्न जाने यो जरा त्यहाँबाट दौडेर यहाँ आउनु पर्थ्यो। दामी छ नि। घर चाहिँ मेरो घर चाहिँ उहाँ, म जन्मेको घर चाहिँ यो हो। ठ्याक्क यो केरापाथिम भएको। यता कस्तो छ क्या। गाउँमा पहिलाको जस्तो केटाहरू हुन्थ्यो भने त कस्तो रमाइलो हुन्थ्यो होला है। मैले नसक्नु हुन्थ्यो त। अनि धेरै पछि गाउँमा आएर रमाइलो। खसी काटियो अरे, खसी काटियो फाइनल्ली। तेराम दाइले यसो गु चढाइदिनु मन लाग्थ्यो कि अब दादा जस्तो मान्छेलाई के बुढी धुनीको लाग्यो। दाइ यहाँ के लाग्यो भनेर ल्याप्पै यस्तो गराइदिन्छु भनेको। कहाँको मिल्दो र अब दादा जस्तो मान्छेलाई यार। ल यहाँ पनि यसो धुनीमा हेल्प हान्नुपर्छ। छिटो गरेर छिटो गरेपछि छिटो हुन्छ कि। सबैको हात मिल्यो भने छिटो हुने त अनि। त्यही भएर अहिले फेरि म एकछिनमा भेट्छु। ल 19 भयो फाइनल्ली। चर्लक्क यता हामीले यो यतापट्टिको भुटन सुटन के सिधाइसकेर अब मासुको अब छुट्टै ठाउँमा छुट्टै फरक सिस्टम हुन्छ नि त बनाउने नि। तरिका फरक छ के तरिका।
मेन नाइके फेरि घुवा पिलो लाउने अनि कति खानु कि मासु स्यालब्याल पाडाको भन्दा पनि धेरै हो अनि पोकाको त टेन्सनै होइन त्यही यत्रो पाडाको नि यत्रो हुन्छ होला है यत्रो छ्यालब्याल छ दाइ कहिले यो सिद्धाउने काटेर बा फेरि बा 2-4 शब्द भनिदिनु न त केही के छ बा मिठो हाँस्नुहुन्छ एउटा गीत गाइदिनु त ल गीत गाउनु न सम्धिले के गर्नु त र लाल लाउँछ गाइदिनु न आइदिनु एउटा अनि ट्याक नलागिने नि गाउनुपर्छ कि बा पहिला आमालाई ल्याउनु जानेलाई गीत गाउने गाइदिनु न ल बाले नगाउने रे उहाँले त गाएको उहाँले जति बेला नि गाइदिनुहुन्छ ल ठिक छ अहिले भुट्टा खानेलाई भेट्नुपर्छ अहिले सिला लाएर चट्ट बारेमा खाने बेला हुनुला भाडा बसेर राख्नु भएको चट्ट खानामा भुट्टा आइटम तरिकाले बनिरह अब पुरै जापानिज अरे आमा मैले त खान छोडिदिइसकेँ कि रे खान्न कहिले खान्थेँ र अब खाने यिनीहरूले खानु बस्छ म त भाग्दैन अब त्यस्तो नभन्नु ल अब सर्लक्क गइन्छ डोलु दादा नरिसाउ तिमी प्लिज अब के हो नि यस्तै भयो गाउँतिर बेला मम्मीको पनि काम नसिद्धिरहेको अब यहाँबाट हामी सर्लक्क झर्नुपर्ने हुन्छ त्यस पछाडि घर गएर भेट्नुला बाई बाई मर्निङ पुकुली गुड मर्निङ मर्निङ मामा पनि गुड मर्निङ छुट्टी छ बाहिर नल हिजो बजाइले पठाइदिएको कुखुराको मासु खाइयो ल पुकुलु छप्पै छप्पै नाचिन पुकुली नाचिन सो मर्निङ गाइज मलाई चाहिँ उठेबाट यस्तो काम हान्नु लाग्यो चिया खाए पछाडिको काम चाहिँ मेरो यो जालो सालो सफा हाल्नु यस्तो अलिअलि यस्तो भएर छप्पै टुङ्गन टुक्कनी टुङ्गन डुङ्गन मामाको हातमा समातेर हो का मामाको बोली नसुनेर नि हो का टुक्कनी डुङ्गै डुङ्गन सो त्यही हो म चाहिँ यसो जालो हान्नु खै उता लैजा धुलो वाला जालो पुस्दै हो हामी चाहिँ मर्निङको काम चाहिँ मेरो अब जालो पुस्ने त्यस पछाडि भर्याङ सऱ्याङ यताउति पोछा सोछा हान्ने यस्तै छ यो फेरि यो भनेको यो काम फेरि 1.5 लाखको हो कि 1.5 लाख करस दिन्छु भने पछाडि अनि म यति काम गर्दैन त त्यही हो अहिले दिउँसो चाहिँ खोलामा जानुपर्ने हुन्छ कपडा धुनलाई यस्तो धेरै कपडा भने आमामा मायासम्म लाउने खोल्ने फाल्ने लाउने खोल्ने फाल्ने त्यो बास्केट भरेर नि बास्केटदेखि माथि पुगिसक्यो अहिलेलाई चाहिँ म यस्तो काम हान्दैछु यो काम हाने पछाडि खाना खाने बेलामा खाना खाएर खोलामा जाने बेलामा भेट्नु पर्ने हुन्छ ल त खानासाना खाइयो त्यस पछाडि साफसफाइ हानेर हामी खोलातिर घच्चाघच चलिरहेको यता डल्लै के छ या आन्सर चम्मा जनमन गाडी यस्तो हान्दै गर्दै खानासाना खाएर हामी खोलामा कपडा धुन चिल हान्दै यही हो का जेस हामी चिलमा छौँ चिलमा कपडा हान्दै हो डिलेले घच्चा घच मिचे खान डिले
फेरि यार हजुरबाले हेर्ला नि टेन्सन होला यार डिले भन्ने हजुरबाको नाम नातिलाई बोलाउने यस्तो टेन्सन छ ल त्यही हो लट्सप हामी रङ्ग गर्दै कपडा स्याइसुई धुन्छौँ त्यस पछाडि अनि जाने बेलामा भेट्नुपर्ने हुन्छ है हामी कोही माछा मार्न नि आएनन् केही छैन जाल खेल्ने मान्छे त अघि नै गइसक्यो होला कोही फेरि आउँदैछन् हाँस्देऊ अरे एकचोटि गोविन्द लाग्यो हाँस्देऊ ओहो तिम्रो यहाँ राखेको फोन तिम्रो मैले यहाँ राखिदिएँ यही हो यही हो अरे हराएर फोन छोडेर गएको हाँस्देऊ न एकचोटि हाँस न हाँस हाँस न गरेर हाँस्देऊ ल त्यही हो मान्छेहरू कोही मोबाइल छोडेर ल्याउन आइराखेछन् अहिले भेट्नुपर्ने हुन्छ फेरि लेट्स सी ल मर्निङ गाइज हिजो खोला आएको यो चिसो लाग्छ अलिअलि सुतिराखेँ अहिलेसम्म कति बेला उठ्ने हो त्यही हो भिडियो कस्तो लाग्छ हेरेर लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला अब यस्तै छ अब कन्टेन्टै त्यस्तै छ अब जता गयो त्यतै त्यही बेला माया गरिदिनु होला माया गरिराख्नु भयो माया नमार्नु ल नेक्स्ट भिडियोमा भेट्नुपर्छ